सम्पूर्ण नेपाली महानुभावहरूलाई नयाँ वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना। आज चाहिँ म फेरि धेरै समयपछि आफ्नो ड्रागन फार्मको भिडियो देखाउन गइरहेको छु। नयाँ सालसँगै मेरो यो ड्रागन फ्रुट फार्ममा चाहिँ नयाँ कोपिलाहरू आउन सुरु भइसकेको छ। म तपाईहरुलाई देखाउन गइरहेको छु। यहाँ यो देख्न सक्नुहुन्छ, यो 1-2 दिन अगाडि नै देखिएको फलको लागि देखिएको यो कोपिला हो। त्यसैगरी अर्को यहाँ देख्न सक्नुहुन्छ, अरु पनि यस्ता थुप्रै कोपिलाहरू आउँदै गरेको छ, जुन म तपाईहरुलाई देखाउन चाहन्छु। यो जुन देखिरहनु भएको छ, यो पनि नयाँ कोपिला नै हो हैन, नयाँ न्यू बर्ड्स नै हो। यो पनि फलकै लागि तयार हुँदैछ। त्यसैगरी अरु पनि देखाउन चाहन्छु म तपाईहरुलाई। यसरी नयाँ कोपिलाहरू आइरहेको छ है। आज अब सिजन सुरु हुन लाग्यो, गर्मी महिनासँगै अब यो ड्रागन फ्रुटको सिजन पनि सुरु हुने प्रोसेसमा रहेको छ, फल्ने प्रोसेसमा रहेको छ। यसरी अब बिस्तारै प्रत्येक हाँगाहरूमा फलहरूको लागि कोपिला निस्किने छ।